ओहो ल चिसो चिसो ठाउँबाट हजुरहरू सम्पूर्णलाई न्यानो न्यानो नमस्कार सबैलाई है त। हामी चाहिँ अहिले मकवानपुर गढियाट टिपखारे भन्ने ठाउँबाट करिब करिब हेटौँडाबाट 25 देखि 30 किलोमिटर भित्र चाहिँ नि हाम्रो यहाँ बसोबास बस्तीहरू छन्। टिपखारे भन्ने ठाउँमा चाहिँ अहिले हामी छौँ। सबैजना साथीहरूसँग यहाँ गोठालो आएको बेलामा एकछिन बात मारौँ, आफ्नो केही कुराहरू राखौँ हैन, रमाइलोको लागि। साथसाथमा रमाइलोको साथसाथमा केही सन्देशमूलक पनि होस् भन्ने अपेक्षाका साथ केही कुरा गरौँ। अब हाम्रो मकवानपुर गढियाट चाहिँ अत्यन्तै पर्यटकीय क्षेत्रको लागि सम्भावना भएको ठाउँ मानिन्छ हैन। तसर्थात् हाम्रो यहाँ चाहिँ नि के छन् त भनेर जिज्ञासा गर्नु होला, कमेन्ट पनि गर्न सक्नुहुन्छ तपाईहरुले हैन। म त्यसको जवाब दिन चाहन्छु। हाम्रो मकवानपुर गढियाटमा पाथिभारा तपाईले मन्दिर माथि छत्रे डाँडामा छन्। त्यहाँ मंगलबार शनिबार अत्यन्तै बढी नै भिडभाड हुने र अरू दिनमा पनि प्रत्येक दिनमा चाहिँ त्यहाँ दर्शन गर्ने हैन मित्रहरू सबैजना आउनुहुन्छ। टाढा टाढा पनि बाट पनि आउनुहुन्छ। एउटा त्यो रह्यो। करिब करिब गाडी साधनमा आउनु भएर साधन माथि डाँडामा राखिसकेपछि 1.5-2 हैन आफ्नो हिँडाइ अनुसारले पैदलमा लाग्ने गर्छ। त्यति टाइम लाग्छ है पैदलमा। अरू छ हाम्रो खडेधार पदमार्ग हैन। त्यो चाहिँ ऐतिहासिक। यो खडेधार भनेपछि धेरै जसो मित्रहरूले फलान ठाउँमा हो, हाम्रो मकवानपुर गढियाट बुढीचौरमा हो हैन भनेर कतिलाई थाहा हुनुहुन्छ पहिलेदेखि र भने कतिलाई म पुगेको छु भन्ने खालको फिल हुन्छ है, महसुस हुन्छ। त्यसैले ती कुराहरू अहिले राम्रो ठाउँ बनेको छ, फुर्तिलाहरू हैन घुमघामको लागि र यहाँ बस्नको लागि पनि धेरै व्यवस्थित त भएको छैन। तर यहाँ बस्न चाहने चाहिँ नि मित्रहरूको लागि चाहिँ केही बसोबासको व्यवस्थापन चाहिँ यहाँको चाहिँ बासिन्दाहरूले पनि गर्न सकिन्छ अहिले हैन। थोरै साथीहरूले चाहिँ अब धेरै नै अब गाडी आउँदाखेरि चाहिँ अहिलेसम्म चाहिँ नि त्यति व्यवस्थित ठाउँ चाहिँ नि हामीले अझै पनि मिलाउन सकेका छैन। त्यो प्रोसेसमा छन्, मिलाउनुहुन्छ पछि हैन। त्यो छन्। अनि अरू चाहिँ तपाईको रुखेश्वरी गुफा, त्यो पनि अत्यन्तै चाहिँ त्यहाँ पनि रमाइलो ठाउँ छ, गुफा छ हैन। गुफाभित्र पनि झरनाहरू छ। ती कुराहरू चाहिँ तपाईहरुले अवलोकन गर्न सक्नुहुन्छ हैन। ती कुराहरू 2-4 वटा ठाउँ घुम्दाखेरि तपाईहरुलाई भरपुर मनोरञ्जन हुने पक्का छ। त्यसपछि हाम्रो यहाँ टिपखारे बेसीमै हैन पनि कालीदेवी थान हैन, मैसुर देवी थान, दुईटा चाहिँ ठुलो रुखको चाहिँ नि रुखहरू छ ठुलो हैन। त्यो रुखको चाहिँ नि खेतमा त्यहाँ चाहिँ तपाईको थानहरू छ हैन। भित्र अझ व्यवस्थित गर्ने क्रमहरू चलिरहेको छ। यहाँ पनि अत्यन्तै रमणीय स्थल छ। गाउँको माझमा अत्यन्तै राम्रो ठाउँ। भविष्यमा त्यहाँ पनि हैन केही कार्यहरू गर्न सक्ने ठाउँहरू बन्न सक्ने सम्भावनाहरू छ। ती कुराहरू भयो। त्यसपछि इपा जाने ठाउँमा पनि माथि डाँडामा गइसकेपछि हजुरले माथि
हिमाल नै करिब हिमाल नै देखिने ठाउँ छ त्यहाँबाट हैन। उता किपाहरूदेखि लिएर हैन माथि डाँडाहरू चाहिँ देखिने र हिउँ झरेका ठाउँहरू पनि देखिन्छ त्यहाँबाट। अत्यन्तै रमणीय ठाउँ छ त्यो पनि। यति भइसकेपछि यी कुराहरूलाई व्यवस्थित गर्न अझ हामी लागि पर्यो भने पर्यटकीय क्षेत्र बन्नको लागि यति भएपछि काफी हुन्छ भन्ने मलाई लाग्दछ। आशा गरौँ भविष्यमा फेरि यो हुनेछ। साथीहरू, अब यहाँ चाहिँ हुने भनेको फापर, कोदो हैन, मकै यी हुन्। अहिले चाहिँ बुढीचौरमा चाहिँ ती कुराहरू चाहिँ उत्पादन हुन्छ। अनि मकैको ढेँडो खानको लागि पनि अत्यन्तै चाहिने होइन। यहाँ चाहिँ 6 महिनामा 5 महिना 6 महिना मात्र पाक्ने भएर मिठो मानिन्छ। सिस्नु भयो, फापर भयो हैन। अब कति त फापरहरू त तपाईँको फापर सिस्नुहरू त सुगरका बिरामी रोगी सुगर रोगीका बिरामीहरूले पनि सेवन गर्नुहुन्छ हैन भन्ने कुरा छ। अब यावत कुराहरू छन् अब हैन। अब लोकल कुखुराहरू मंसारी साथीहरूको लागि हैन, सहकारी साथीहरूको लागि पनि विविध कुराहरू त भइहाल्छ हैन व्यवस्थित। त्यसैले सम्पूर्ण साथीहरूले एकचोटि बुढीचौर मकवानपुर गडियाहाट बुढीचौरलाई चाहिँ नि हैन यसो भिजिट गरिदिनु हुनको लागि हैन अनुरोध पनि गर्न चाहन्छु साथीहरूलाई। अब यहाँ चाहिँ यहाँको बसोबास गर्ने हामी बासिन्दाहरूले चाहिँ गर्ने दैनिक क्रियाकलाप भनेको कृषिजन्य कार्य नै हो। बाख्रा चराउने, घाँस काट्ने हैन, यस्तै भैँसी पाल्ने, गाई पाल्ने हैन। हाम्रो अहिले डेरी पनि राम्रो चलिरहेको छ। डेरी पनि छ, हाम्रो कृषि सहकारी डेरी छ, त्यहाँ चाहिँ दुध बेर्ने हैन। यस्तै कार्यमा चाहिँ हामी व्यस्त हुने गर्दछौँ। व्यस्तको साथमा मस्त पनि हैन। अब यो भिडियो बनाउने यसै गरी हैन। अब अहिले चाहिँ म गोडा लाउने क्रममा बनाइएको हो, त्यसैले मस्त पनि भनौँ। अनि हजुरहरू पनि आउनुभयो भने यहाँ अत्यन्तै राम्रो ठाउँ छ, चिसो छ ठाउँ। अहिले जाडो महिनामा चाहिँ हजुरहरू आउन मन लागेको खण्डमा ज्याकेटहरू, टोपीहरू अलि बाक्लो र न्यानो कपडाहरू लाएर चाहिँ मात्रै आउनु होला। यहाँ चाहिँ जाडो छ हैन, चिसो छ। आगो तापेर बस्ने हो यहाँ हैन। यहाँको माहौल चाहिँ त्यो छ। अनि रह्यो कुरा कृषि चाहिँ जन्य चाहिँ नि हामीले सामग्रीहरू भनौँ न हैन, सागपात हैन, सबै कुराहरू न्युरो भयो। अनि त्यो समयमा मात्रै पाउने हो। त्यो अब न्युरोको समय चाहिँ बर्खामा भयो। अहिले रायोको साग अहिले मङ्सिरको महिना छ हैन, त्योहरू भयो। इस्कुसहरू त भइ नै हाल्यो हैन। त्यो कुराहरू चाहिँ यहाँ चाहिँ अब पाइन्छ तपाईँहरूले नि चाहेको खण्डमा। अनि कृषि गर्नको लागि कतिपय चाहिँ हाम्रो अत्यन्तै यहाँ गोलभेडाको चाहिँ उत्पादन हुन्छ। कृषिमा राम्रै सम्भावना भएको ठाउँ हाम्रो बुढीचौर। कृषि कार्यमा हामीले धेर थोरै अनुदान त हामीले पाएकै छौँ। त्यसमा अझ हामी चाहिँ यो कृषि क्षेत्रमा खटिनुहुने हाम्रा अग्रज हैन, उच्च ओहदामा बस्नुहुने निकायका हाम्रा अग्रजहरूलाई म के भन्न चाहन्छु भने कृषि चाहिँ अनुदान, कृषि गर्नको निमित्त अनुदान त ठिक छ, त्यो चाहिँ हैन। अब हजुरको त्यो मात्र नभएर अब अल नेपालमै सबै नेपालभरि नै कृषि अनुदान पनि हैन व्यवस्थापन गरिदिने
त्यो अनुदानभित्र कृषि गर्नेलाई पनि दिने र कृषि पढ्ने स्टुडेन्टलाई पनि हेर्नु भएको त होला हैन। अब त्यो कुराहरू केही प्रतिशत छुट्याउनु भएको होला, त्यो कम भएको हो कि भन्ने फिल चाहिँ भएको छ। किन भन्नु होला भने कृषि पढ्नको निमित्त अलि राम्रै पैसा लाग्दो रहेछ। तपाईँको ब्याचलर गर्दाखेरि करिब करिब त्यही पैसाले नर्स पढ्न पुग्ने पैसा जाँदो रहेछ हैन। अनि हामी नर्स पढ्न लाग्ने हो कि यता कृषि पढेर यो झन्झटमा फस्ने हो? झन्झट पनि हुनसक्छ नि होइन। कृषि पढ्यो, अन्यलता भयो, पढाइ पनि पुरो गर्न सकिएन, खर्च पनि पुगेन भने त हामीलाई त गाह्रो हो। त्यसैले कृषि विज्ञ उत्पादन गर्नको निमित्त पनि हल्का तपाईँको चाहिँ नि पहिलाको रेसियोमा हजुरहरूले चाहिँ नि त्यसलाई वृद्धि गरिदिने, प्रबन्ध मिलाइदिनु चाहिँ नि हुनको लागि यो अनुरोध पनि छ। यदि कहीँ कतै सुन्नुभयो भने अब यो कुरा सुन्ने बुझ्ने फुर्सद त हुँदैन तैपनि होइन, आफ्नो कुरा। अनि कृषि घर घरमा कृषि विज्ञ भइसकेपछि कृषि नगर्ने त चान्स नै भएन। अब मञ्चमा उभिँदा म कृषि गर्छु, कृषि क्रान्ति भन्न चाहिँ अब छोडिदिउँ कि बरु त्यो कार्यतिर पो लागौँ कि होइन। आफूले भन्नु अहिले चाहिँ के भने बोल्ने बढी भयो, हाम्रो काम गराइ कम भयो। अलिकति काम गराइमा ध्यान दियो भने त्यो कुराहरू अटोमेटिकली मिल्दै जान्छ। अब कमर्स पढ्ने चाहिँ नि एजुकेसन पढ्ने विद्यार्थीहरूलाई जति पैसा लाग्छ त्यतिमै पनि पढ्न पायो भने पनि एक घर एकजना त पढ्छ कृषि। अब कृषि पढ्नलाई यो अहिले म पनि अब 10-8वटा बाख्रा चराउन आइरहेको छु होइन। अब यतिको मान्छेले कसरी कृषि पढाउन सक्छ? अब 10-8वटा बाख्रा गाई एउटा बान्ने मान्छेले लाखौँ पैसा लगेर मेरो बच्चालाई कृषिमा ब्याचलर गराएर डिग्री गराउँछु भनेर सोच्यो भने हजुरहरू आफै सोच्नुहोस् त त्यो सम्भव छ? हामीसँग 5 रोपनी जग्गा छ जम्मा, पहाडी भेगमा बस्ने सबैको जग्गा अर्थात् बिगाको बिगा हुन्छन् भन्ने हुँदैन हेर्नु होइन। ती व्यक्तित्वहरूले पनि त कृषि पढ्न सक्ने माहौल मिलाइदिनु पर्यो। अनि केही कोटा छुट्याएर आएको होला, त्यो पहुँच त्यहाँ नपुग्या पनि त हुनसक्छ फेरि होइन। त्यसो भयो भने सबैजना हम फालेर कृषि पढ्छु, म कृषि पढ्छु, सबैले कृषि पढ्छु, होइन नपढ्नुहोस् तपाईँहरू भन्दा पनि होइन म त कृषि नै पढ्ने भन्न सक्छन्। कृषि पढेर जागिर नै पर्छ भन्ने चाहिँ होइन फेरि होइन। यो मानसिकताबाट पनि हामी चाहिँ नि माथि उठ्नुपर्छ। कृषि पढेर कृषि नै कार्य गर्ने, जस्तै जग्गा जमिन धेरै हुने मान्छेले खनजोत गर्ने, त्यसैमा कृषि गर्ने, नहुनेले फेरि अर्को जग्गा लिजमा लिने कृषि गर्नको लागि उहाँहरू विज्ञ भइसकेपछि तपाईँहरूले दिएको अनुदान, राज्यको अनुदान पनि खेर जाँदैनन् र आफ्नो भएको प्रपर्टी पनि चाहिँ नि होइन लस हुँदैन, आफ्नो भएको पैसा पनि खेर जाँदैन, राज्यलाई पनि घाटा छैन। यो कुराबाट राज्यलाई पनि घाटा छ, हामीलाई मात्रै होइन। त्यसो भएको हुनाले नर्मल अरू पढाइहरू जति मात्रै बनाइदिनु भयो भने अझ सक्नुहुन्छ भने फ्री नै गरिदिने होइन। अब 2-5 वर्षलाई अब लिमिट राखिदिने। अब सधैँभरि फ्री भयो भने त हजुरको अब सबैजना कृषि पढेर फेरि देशमा चाहिँ तपाईँको 3 लाखमा तपाईँको चाहिँ 30-40 लाखले पढिदियो भने फेरि पछि चाहिँ नि होइन अब यो कुराहरूले केही समस्या ल्याउने हो कि भनेर सोच्न सकिन्छ। तर लिमिट राखेर 5 वर्ष जति मात्र फ्री गरिदियो भने सबै घर घरमा कृषि पढ्नुहुन्छ। त्यो साथीहरू विदेश गए पनि कृषिमै जाने हो। तपाईँको विदेश गइसकेपछि 30, 40, 45, 50मा आउनु भएपछि फेरि ओहो अब त आफ्नै देश फर्किनु पर्दो रहेछ भनेर आउनुहुन्छ। त्यसपछि उहाँले जानेको विदेशमा नि कृषि हुन्छ, यहाँ आए पनि गर्ने के त कृषि नै हो होइन। अरू त उहाँले सिकेको पनि छैन। त्यसो भएर देशलाई पनि फाइदा हुन्छ यी कुराहरूले होइन। यो फ्रीमा पढाएको कुराहरूले फेरि पछि गएर तपाईँको ट्याक्समा कभर भइहाल्छ। तपाईँको सबैले कृषि नै गर्छन्। अब सबै ठाउँमा कृषि गर्न खोज्छन् मान्छेले, किनभने कृषि नै पढेको हुन्छन्। यता फर्किँदा पनि कृषि पढेका साथीहरू, उता फर्के पनि कृषि पढेका साथीहरू भइसकेपछि त हामीले समस्या भएन, कृषि गर्नुहोस् भन्नै परेन। कुनै चाहिँ नेताजीहरूले बोल्नै परेन कृषि गर्नुहोस् भनेर, अटोमेटिकली गर्छन् कि उहाँहरूले। अब
कुन चिजमा आफ्नो चाहिँ नि लगात झुकाव छ त्यही क्षेत्रमा मान्छेले चाहिँ अगाडि बढ्छन्। त्यसो भइसकेपछि समस्या हल हुने एउटा चाहिँ नि एउटा उपाय चाहिँ यो देखेका छौँ हामीले। त्यसो भएर साथीहरूले चाहिँ नि होइन यो कुरामा अलिकति जोड लगाउनुपर्छ। तपाईँ हामी सबैले कृषि मुखले मात्र भनेर कृषि क्रान्ति भनेर मात्र कृषि हुने होइन, यो कुराहरू वातावरण नै मिलाउँदै जानुपर्छ। कृषि पढ्नलाई तपाईँको जापान जानुभन्दा महँगो छ होइन, अब क्रोसिया जानुभन्दा महँगो छ। अनि कसरी कृषि पढ्ने होइन, कृषि पढ्नलाई त सम्भव छैन। त्यसो भएर कृषि पढ्नको लागि पनि अलिकति राज्यले यसरी वातावरण मिलाइदिनु भने यो कुरा समस्या सल्भ हुने चाहिँ पक्का देख्छु, यो मेरो साइडबाट है। तपाईँहरूको पनि सुनाउनुहोस्, कमेन्ट गर्नु होला, कस्तो लाग्छ तपाईँहरूलाई, जस्तै कमेन्ट गरिदिनु होला है त। हस्, धन्यवाद, नमस्कार।